है, सन्धि पनि भन्छ नेपाली भाषामा है। र यसको मुताबिक चाहिँ हामी नेपाली होइन। र अर्को कुरा चाहिँ नेपाली सिक्किममा जति पनि बसोबास गर्ने लिम्बूहरू मात्रै नभएर जति पनि यो संसारमा छरिएर बस्ने लिम्बूहरू चाहिँ किन नेपाली होइन भनेदेखिलाई र सिक्किमकै कुरा गर्दा चाहिँ है, जब छोगेल डाइनेस्टी चलिरहेको थियो त्यति बेला छोगेल राजाले सिक्किम सब्जेक्ट रेगुलेसन है 1961 त तपाईहरुलाई थाहा भएकै कुरा हो है। त्यसमा के भनेर जनाएको छ भने चाहिँ जब छोगेलले चाहिँ तीन समुदाय भोटे लाप्चे अनि लिम्बूलाई जुन चाहिँ सिक्किम सब्जेक्ट दिँदाखेरि चाहिँ चोङ लिम्बूलाई चाहिँ चोङ भनेर उहाँले सम्बोधन गर्नुभएको छ। कुनै पनि त्यसमा चाहिँ नेपाली भनेर गरिएको छैन र चोङ भनेको अनुसारै लिम्बू हो, सुब्बा हो या त याक्तुङ भनेर हामीलाई बुझिन्छ। र अर्को कुरा जब छोगेल राजाले चाहिँ प्रोक्लामेसन्स अफ 22 डिसेम्बर है जुन चाहिँ पाल्देन